भुन्टी र भूपेन्द्रका सबै दुश्मनहरूले अब सजाय पाउनुपर्छ र सुकुमायाले भुन्टी र भूपेन्द्रका सबै दुश्मनहरूलाई जेल हाल्नुपर्छ र कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने तपाईँलाई लाग्छ कि लाग्दैन कमेन्ट गर्नुहोला। र भुन्टीलाई यसरी तनाव दिने अब गुन्डाहरूलाई कस्तो सजाय मिल्नुपर्छ कमेन्ट गर्नुहोस् है। राम्रो छैन भन्ने पो डर लागिरहेको छ त। छोरीलाई राम्रो व्यवहार गर्थ्यो भने त त्यस्तो स्थितिको मान्छेलाई जबरजस्ती यहाँबाट किन घर लान्थ्यो होला त। त्यही त बुवा, मैले ज्वाइँलाई फोन गर्दाखेरि पनि ज्वाइँको बोली त्यति मिठो सुनेको थिएन। केही न केही समस्या त छ। केही समस्या छैन। समस्या हुन्थ्यो भनेदेखि तँ मरिसकेको हुन्थिस्, तर अहिलेसम्म जिउँदैछेस्। अब यतिको लामो समयसम्म बेहोस भएको मान्छे कोही बिउजिन्छ? त्यही भएर तेरो यो सब नाटक हो भन्ने कुरा हामीले थाहा पाएर दाइलाई मनाएर तँलाई डिस्चार्ज गर्नु भनेर डिस्चार्ज पेपर बनाएर तँलाई यहाँ ल्याएको हो। अब यसरी नै बाँधिएर बसिराख। अब जबसम्म तैँले तिमीलाई बलात्कार गर्ने केटालाई मैले नै उक्साएको हो, तिम्रो बदनाम मैले नै गराउँदै हिँडेको हो भनेर गल्ती स्वीकार दिनस् र त्यो गल्ती अनुसारको सजाय भोग्नलाई तयार हुनस्, तबसम्म तँलाई यसरी नै भोकै बाँधेर राख्ने हो, बुझिस्? बुझ्यो बुझी। तिमीहरूका सन्तानलाई जे गर्न मन लाउँछ गरौला, बाँधेरै राखौला, जे सजाय दिन मन लाउँछ देउला। तर अहिले चाहिँ यहाँ मलाई खोलिदियो। मेरी आमा अस्पतालमा बिरामी भएर आउनुभयो भन्ने कुरा त आँखाले देखाएको छौ त। बिरामी बा आमाको साथमा यतिखेर म हुनु जरुरी हो। आमाले मलाई देख्नु भएन भने झन् धेरै चिन्ता हुनुहुन्छ। मिलिक्क एकछिन देख्नु भएको थियो, त्यसपछि छोरी कहाँ गयो होला, कस्तो भयो होला भन्ने आमालाई टेन्सन हुँदैन। त्यही भएर अहिले म आमालाई भेट्न अस्पतालमा जान्छु, अनि पछि जे गर्न मन लाउँछ गर्नु। तिमीहरूले भनेअनुसार सजाय भोग्नु पर्यो भने भोगिदिउँला, यी सबै कुरा क्लियर गरिदिउँला। अहिले चाहिँ मलाई खोलिदिइहाल त, छिटो खोलिदेऊ। तैँले हामीले भनेको कुरा माने। यसरी भुन्टीलाई बारम्बार तनाव दिइराख्ने भूमिका अहिले चेतिएकी छिन्। भूमिकालाई अहिले त्यसरी नै भूमिकाको सासू आमाले व्यवहार गर्दाखेरि भूमिकाले पहिलाका विगतमा आफ्नो भाउजूलाई कस्तो व्यवहार गरेको थिए त्यो सबै याद भएको छ। भूमिकाले यसरी भुन्टीमाथि नराम्रो व्यवहार गर्दाखेरि पहिला भुन्टीले यति धेरै तनाव सहनु परेको थियो कि आफ्नै नन्दको कारणले गर्दा घर छोड्न समेत बाध्य हुनु परेको थियो। अहिले यही कुरा भूमिकाले आँखाभरि झलझली सम्झिने गर्छिन्, किनभने उसले पहिला आफ्नी भाउजूलाई यति धेरै तडपाएकी थिइन्, यति धेरै चाहिँदो नचाहिँदो कुराहरू लगाएर भुन्टीको बेइज्जत गर्ने र भुन्टीलाई दुःख दिने काम गरेकी थिइन्। अहिले उनको बिहे भइसकेपछि अस्ट्रेलिया लगिदिन्छु भनेर बिहे गरेर त्यो आशावान देखाएर बिहे गरेको भूमिका अहिले धेरै चेतिएकी छिन् र धेरै कुरामा उसले पछुतो गरिराख्नु परेको छ। अब यसरी नै भूमिकाले पछुतो गरेको भिडियोहरू हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट गर्नुहोला र तपाईँलाई भुन्टी सिरियल कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सिनुहोला। भूमिकाले अझै धेरै सजाय पाउनुपर्छ र भुन्टी चाँडै भेटिनुपर्छ भन्ने तपाईँलाई लाग्छ कि लाग्दैन कमेन्ट गर्नुहोस् है।